विश्लेषण धेरै संश्लेषण सुने मधेसदेखि काठमाडौँसम्मको राजनीतिक अन्धोपन। नेपाली राजनीतिक बहसमा एउटा प्रवृत्ति स्पष्ट देखिन्छ कि त्यो प्रवृत्ति हामी विश्लेषण गर्छौँ तर संश्लेषण भने गर्दैनौँ। हामी टुक्र्याउँछौँ तर जोड्दैनौँ, दोष खोज्छौँ तर समग्र चित्र हेर्दैनौँ। यही कमजोरीले गर्दा बहस एकाङ्गी हुन्छ, निष्कर्ष पूर्वाग्रही हुन्छ र निर्णय एकदमै अधुरो हुन्छ। विश्लेषण भनेको कुनै विषयलाई टुक्र्याएर बुझ्ने प्रक्रिया हो। संश्लेषण भनेको ती टुक्राहरूलाई जोडेर समग्र अर्थ निकाल्ने क्षमता हो। लोकतन्त्रमा दुवै आवश्यक हुन्छन्, तर नेपाली राजनीतिक संस्कारमा विश्लेषणको स्वर धेरै छ, संश्लेषणको मौनता झन् ठुलो हुन्छ। मधेसको उदाहरण लिउँ। चुनाव नजिकिँदै जाँदा दलहरू मधेसतिर दौडिन्छन्। कोही आफूलाई मधेसको छोरो भन्छ, कोही मधेसबाटै घोषणापत्र सार्वजनिक गर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रले काठमाडौँ महानगरको चुनावमा आफ्नो मधेसी पहिचानलाई खासै अगाडि नल्याए पनि अहिले मधेसको सन्तानको रूपमा प्रस्तुत भइरहेका छन्। उनी नेपाली काङ्ग्रेसका सभापति गगन थापा काठमाडौँको सुरक्षित क्षेत्र छोडेर सरलाई 4बाट उम्मेदवारी दिने निर्णयलाई मधेस रूपान्तरणको लक्ष्यसँगै जोडेका छन्। उनले अन्य दलहरू पनि मधेस केन्द्रित भाषण र प्रतिबद्धतामै व्यस्त छन्। यो सबै विश्लेषणको सतह हो। निर्वाचन गणितले मधेसलाई अनिवार्य बनाएको छ। देशको करिब 5औं हिस्सा मतदाता यही मधेस प्रदेशमा छन्। पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत 32 सिट र समानुपातिक सहित कुल 55 संसदीय पदहरू छन् यसमा, अथवा सङ्घीय संसदमा पठाउने मधेसको राजनीतिक तौल असाधारण नै छ। त्यसैले पनि दलहरूले रणनीति बनाउँछन्। यो विश्लेषण सरल पनि छ, तर संश्लेषण कहाँ छ त? मधेसले विगतमा पार्टी वा जात हेरेर मत दिएको इतिहास छैन। 1979मा काठमाडौँमा पराजित कृष्णप्रसाद भट्टराई पर्सा 1बाट भारी मतले निर्वाचित त भए। माधव नेपाल पनि रौतहटबाट लगातार विजय भए। एमाले जस्तो मधेसप्रति अलिकति कठोर भनिने दलले पनि मधेसमै सबैभन्दा धेरै सिट जितेको थियो र छ। यसले के देखाउँछ भने मधेस मतदातालाई अवसर दिन्छ। प्रश्न छ, के केन्द्रले त्यसको प्रतिफल दियो त? अवश्य दिएन। मानव विकास सूचाङ्कमा मधेस 6औं स्थानमा छ, कर्णालीभन्दा अलिकति मात्र माथि। सर्लाही, रौतहट जस्ता जिल्लामा निरक्षरता उच्च छ। स्वास्थ्य, सरसफाई र रोजगारीका अवसर न्यून छन्। सबैभन्दा उर्वर भूमि भएको प्रदेश आर्थिक रूपमा पछाडि नै छ। राज्य संरचनामा मधेसी समुदायको प्रतिनिधित्व अझै जनसङ्ख्या अनुसार छैन। यो यथार्थ विश्लेषणबाट देखिन्छ, तर संश्लेषण भन्छ समस्या केवल मधेसको होइन, यो राज्य संरचनाको प्राथमिकताको समस्या हो। हामी मधेसलाई निर्वाचनको मौसममा रणनीतिक भूगोल बनाउँछौँ, तर शासनकालमा परिस्थिति अलग छ। हामी परिधि मात्र बनाउँछौँ। विश्लेषणले देखाउँछ मधेस सिटको हिसाबले महत्त्वपूर्ण छ। संश्लेषणले सोध्छ किन त्यही प्रदेश विकास सूचाङ्कमा पछाडि परेको छ। अब नेपाली राजनीतिक विमर्शमा अर्को प्रवृत्ति पनि देखिन्छ। हामी कुनै पनि मुद्दामा तुरुन्तै एकातिर उभिन्छौँ। मधेस आन्दोलनको प्रसङ्ग होस् वा संहिताको बहस, हामी या त पूर्ण समर्थनमा हुन्छौँ या त पूर्ण विरोधमा। बीचको जटिल यथार्थ हेर्ने हो भने धेरै नै धैर्यताको कमी छ। विश्लेषणले मुद्दालाई ध्रुवमा विभाजन गर्छ। संश्लेषणले त्यसको ऐतिहासिक, आर्थिक र संरचनात्मक सन्दर्भ जोड्छ। हामी मधेसलाई कहिले पहिचानको मुद्दा बनाउँछौँ, कहिले राष्ट्रवादको प्रश्न बनाउँछौँ, तर हामीले मधेसलाई विकासको, न्यायको दृष्टिले कति हेरेका छौँ? यही संश्लेषणको अभाव हो। जब समग्र चित्र नहेरी टुक्रामा निर्णय गरिन्छ नि, नीति पनि टुक्रामै सीमित हुन्छ। राजनीतिमा विश्लेषण आवश्यक छ।
कसले कति सिट जित्छ, कुन गठबन्धन सम्भव छ, मतदाता व्यवहार कस्तो छ। तर यदि संश्लेषण छैन भने त्यो विश्लेषण केवल चुनावी रणनीति मात्र बन्छ, राज्य निर्माणको दृष्टि बन्दैन। प्रश्नहरू गम्भीर छन्। मधेसको राजनीतिक तौल स्वीकार गर्ने तर आर्थिक उपेक्षा किन जारी छ त? नेता मधेसबाट निर्वाचित हुन्छन् तर नीति निर्माणमा मधेस किन सधैँ कमजोर रहन्छ? चुनावी भाषणमा मधेस केन्द्रमा हुन्छ तर बजेट विनियोजनमा किन परिधि धकेलिन्छ? हामी विश्लेषणमा कुशल भएर पनि समग्र समाधान किन खोज्न सक्दैनौँ? नेपाली बौद्धिक जगत फेरि पनि यही रोगबाट ग्रस्त छ। हामी तथ्य उद्धृत गर्छौँ तर तिनलाई जोडेर दीर्घकालीन दृष्टि निर्माण गर्न चुक्छौँ। सामाजिक सञ्जालले यो प्रवृत्तिलाई झन बढाएको छ। छोटो क्लिप, छोटो तर्क, छोटै निष्कर्ष। संश्लेषण धेरै माग्छ तर धैर्य अहिले दुर्लभ नै छ। लोकतन्त्र टिकाउने हो भने विश्लेषण र संश्लेषण दुवै आवश्यक छ। विश्लेषणले समस्या देखाउँछ, संश्लेषणले समाधानको रूपरेखा बनाउँछ। मधेसको सवालमा वा नेपालको व्यापक राजनीतिक सवालमा अब टुक्रा टुक्रामा बहस गरेर पुग्दैन। अन्ततः प्रश्न मधेसको मात्र होइन, प्रश्न हाम्रो सोच र संरचनाको पनि हो। हामी अझै पनि समस्या टुक्र्याएर मात्र हेर्ने कि यसलाई जोडेर समग्र भविष्यको कल्पना गर्ने हो? हामी सिटको गणितमा सीमित रहने कि न्याय र विकासको समग्र नक्सा बनाउने? हामी विश्लेषक मात्रै बन्ने कि राज्य निर्माणका चिन्तक पनि बने? यदि संश्लेषणको अभ्यास भएन भने मधेस सधैँ केन्द्रको नजरमा रहनेछ तर केन्द्रको प्राथमिकता कहिल्यै बन्ने छैन। मेरो भनाइलाई यदि तपाईँहरूलाई चित्त बुझ्यो भने कृपया सब्स्क्राइब गरिदिनुहोस्।